म जस्तो कोही छैन र म जस्तो कोही पनि हुन सक्दैन भन्ने महाशय हुनुहुन्छ नि एउटा महेश बस्नेतज्यू। के का जीव बनियो त्यस्तालाई अब महेश बस्नेत छ नि एउटा, त्यसले चाहिँ राखिसकेको छ पोस्ट, यति लिस्ट बनाएर राखिसकेको छ, यति यति गते यसो गर्ने, यति यति गति यसो गर्ने, आन्दोलन गर्ने, के गर्ने भनेर। हो कतिजनाले चाहिँ त्यति बेलासम्म हेरौँ न, अहिलेसम्म कतिजनाको हात खुट्टा टाउको फुटेछ, कतिजनाको करङ भाँचिसकेछन्। त्यति बेला पनि थन्केर दुई चारजना थलो टेक्ने गरी कसले जिन्दगीभर नउठ्ने गरी बजायो हुन्छ पुलिस प्रशासनले। चैतको 25 गतेदेखि वैशाखको 12 गतेसम्म पुरा लिस्ट आइसकेछ, यति गते यसो गर्ने, यति गते यसो गर्ने भनेर। कतिजना जाने हो हेरौँला हामीले पनि है। भिडियो हेर्न हामीलाई पनि रमाइलो भयो, कतिजनाले कुटाइ खायो त्यो हेर्न पनि रमाइलो लाग्यो। जनताले कुटाइ नखाउन् त्यति हो, झोले चोरहरूले कुटाइ खाएर केही फरक पर्नेवाला छैन। दुईटा जनाको हात खुट्टा टङ्लाङ्ग भाँच्यो पनि झोलेहरूको भाँच्यो, सोधा सादा जनताको नभाँच्यो। बाटोमा हिँडेका स्थानीय बासिन्दाहरूलाई केही पनि नहोस्। पुलिस प्रशासनले झोलेहरूलाई जति सक्दो ठोके हुन्छ, नडराइकन, केही टेन्सन छैन। यही छ, गृह मन्त्रालयबाट आधा दिए हुन्छ कि ठोक्नलाई। अब त अति गरेपछि त के गर्ने, पुलिस प्रशासन पनि अति भइसक्यो कि अब त ऊ भन्न थालिसके, यस्तो गरे झोलेहरू भन्न थालिसके, पुलिस प्रशासनले सो त भन्न थालिसकेपछि भनेपछि अब बुझ्नुहोस् न, जनताले त के बुझ्ने होइन। जनता राम्रोको पक्षमा जान्छन्, यस्ता झोलेहरू सधैँ त्यही अहङ्कार मचाउने, उदण्ड मचाउने, त्यस्तैमा जाने मात्र हुन् झोले जनताहरू।